एकजनाबाट मात्रै हैन, ती तीनजनाबाट बलात्कारित भएको हो कि। सपनाको खोजीमा मलेसिया पुगेकी महिला जुन आफ्नै दाजुभाइसँग पाले पालो बलात्कार भइन्। ल हेर्नुहोस् यो करुणामय दृश्य। म बोल्न मात्रै नसकेको थिएँ, म परवान लिएर आएको छु आज हजुरको सामु। हो दर्शकवृन्द, यो घटना मलेसिया गएकी नेपाली चेलीको हो, जहाँ नेपालीहरूले नै भिसा लगाइदिन्छु भन्दै पाले पालो बलात्कार गरी बेहोसै हुने अवस्थासम्म पुर्याएका रहेछन्। म त एकजना मान्छेको मात्रै हैन, त्यो भन्दा अरु थर्ड पर्सन दुईजना मान्छेबाट पनि बलात्कार भएको हो। भिजा लगाइदिन्छु भनेर मलाई काम गर्न बोलाएर म माथि जबरजस्ती गयो। त्यही भएर चेलीबेटीहरू हो, छिट्टै कसैको पनि विश्वास नगर्नु होला। ठाउँ ठाउँमा दानवहरू हुन्छन्, होशियार रहनु होला। आज उनी यसरी रुँदै छिन्, भोलि कोही चेली यसरी रुन नपरोस्।